ल चढ्नु 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 अलि माथि चढ्नु ल अङ्कल आन्टी ल उता हेर्दै चढ्नु उता मलाई नै हेर्नु आमा ओहो आमा लेखतिर लाग्यो हो लेखतिर ल है उकालो हिँडिँदैछ रमाइलै छ रामचेको उकालो चढ्दै ल है साथीहरू कहाँ पुगिनु भयो यो उकालो चढ्दैछौँ हेलो साथीभाइहरू यो कुन पिक हो रे हामी ल अन्नपूर्ण बेस क्याम्प पुग्दै हुनुहुन्छ हाम्रो दाजुभाइ तथा दाजुभाइहरू ऊ अगाडि पुगिसक्नु भयो 3 जना सानो मान्छे यता पछाडि हेलो ए झन्डै लडेको क्यामेराम्यान ओ माई गड हे उकालो उकालो हेलो सुरेश नमस्ते कस्तो फिल भइरहेछ त यो पिकमा आइपुग्दा माउन्ट एभरेस्टको याद आइरहेछ कि छैन हेलो जेन्स ब्रो हिउँ पनि परिरहेछ घाम पनि लागिरहेछ कुरो बस्छु अनि त्यहाँबाट फोटो खिच्नु ल मेरो होइन थाहा छ सबैजना एकचोटि ठुलो स्वरले कराउँदा गर्ने त तपाईँहरूको भिडियो फोटो खिचेछु ल ल के पारो नामी के आज चाहिँ हामी हाइकिङ आएर पुरा तातो तातो पराठा खान लाग्यो
पर्दैन सुरेश कता जान्ला हो कहाँबाट ल ल ल ल ल दौडी दौडी हो यो हो नि त ल ए फेरि हरायो जङ्गलभित्र यो फेरि ए किन थाम्नु पानी त चिसो होला कि तातो होला है ल ल फेरि 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 क्यानान खोलामा आएर ल आमा ल बन्यो ल आइज लु यहाँबाट आउनु मिल्दैन यहाँबाट आउनु मिल्छ म त यहाँबाट रुखमा समाउँदै आउँछु कि भनेर यहाँ भिडियो खतरा खिचिदिनु आउँछ आइरहेछ भिडियो ल ल ल हो त्यसरी हो आउँछ ए सुरेश ब्रो कुद्दै आयो भने चाहिँ यहाँ भ्याउँछ होला भ्याउँदैन उठ्छु त्यो फोटो खिच्छ ए भिडियो खिच भिडियो ठिक छ के हुनु यति सुरजको भिडियो खिचेर एक स्टेप पछाडि गएको त आमा डेन्जर रहेछ नि त अन्त त्यहाँ त हिउँ मात्र हो सुरेश यही नै देख्छ ल खोलामा त म पुग्यो नि लडेर यो भिडियो खिचेर भोलि युट्युबमा हालिदिन्छु है युट्युबमा आउँछ ल ल यो युट्युबमा आउँछ त्यो त खतरा थियो नि त ए गाइस मजा आइरहेछ ल ल यही हो अब आजको हाम्रो मेन अब क्या जङ्गल क्या माथि कस्तो राम्रो यत्रो माथि चढेर आएको नि फोटो चाहिँ सिउ आलिपुरले पठाइदिनु म भिडियो खिचिरहन्छु मेरो त भिडियो छ सुरेश जेस लो ल यहाँसम्म आइपुग्दै पुग्दैन तपाईँको बल हेरौँ ल आयो आमामा ए अघि बाटो त यो रहेछ नि खास त हामी गलत बाटो गएर छ नि ल जिम्नास्टिक हान्ने हो छ माई मसँग छ नि सुरेशको ब्यागमा छ ओ सन फेरि ल ल सुरेश म फेरि अघिदेखि रेडी छु
भिडियो खिचेर लड्छ के अरे होइन ऊ झापा झापा चम 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 ल म फुल ए होइन ढाड जान्छ बिस्तारै ल वो दामी 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 के हो रे ल साथीहरु एकचोटि भन्नु पर्यो ल यो के हो यो पानीको कुल हो गैरी खेतमा लिएर जाने कुल हो रे यो क्यानाडाको ल यसरी ल हेर्नुहोस् है त यहाँ कसरी बनेको छ पुरै काठलाई यसो गरेर अब यसको भित्रपट्टि के छ भन्ने कुरो चाहिँ एक्ज्याक्टली हिउँले गर्दा देख्न सकिएन तर पनि यो तरिकाबाट चाहिँ यसरी लग्यो भने खर्च कम हुन्छ जस्तो लाग्यो मलाई ल यसरी कुलो बनाएर पानी लिएर जाने कार्यक्रम भएको छ यहाँ जाने हो भकुण्डे बेसी नेपाल त बनेपा काठमाडौँ ओके ल धादिङ मलेखो मुलाबारी अनि अनि है दामी भिडियो आएर चाहिँ पुरा टर्निङ यो डाँडामा गएर चाहिँ हामी फर्केको है कस्तो आयो हजुर हाय माया साले यता नि त रमाइलो भइरहेछ सबै त्यो ग्रिजली पिक किङ्स पिक सबै देख्थ्यो यहाँ 4-5 वटा माउन्टेन आधी भयो होला आधी त भयो जेन्सको तपाईँलाई पन्जा चाहिन्छ करके सानो मजा आइरहेछ कस्तो मजा आएको हाइकिङ कति गरेको रे आज हाम्रो हाइकिङ